साथीहरू कार्यक्रममा स्वागत छ। दृश्य अर्जुनधारा खेल मैदानको रहेको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय T20 क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ। हिजो 20 गते मात्र अर्जुनधारा नगरपालिकाकी उपमेयरज्यूको बाहुलीबाट ब्याटिङ गरेर उद्घाटन गरेको यस कार्यक्रमको दोस्रो दिनको दृश्य लिएर उपस्थित भएको छु। आउनुहोस् यस रमणीय वातावरणमा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल के भन्नुहुन्छ, सुनौ उहाँका कुराहरू। अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। हाम्रो अर्जुनधारा नगरपालिकामा यो विकृति र विसङ्गतिको अन्त्य गर्ने एउटा महत्त्वपूर्ण भूमिका खेलेको खेलकुद विधाले यहाँको नवगठित समिति पश्चात के गतिविधिहरू प्रस्तुत भए जानकारी गराइदिनु अध्यक्षज्यू, परिचय सहित। सुरेन्द्र धिमाल, नगर खेलकुद विकास समिति अर्जुनधाराको नगर अध्यक्ष र हामी पहिला चाहिँ नगर समिति गठन हुनुभन्दा अगाडि चाहिँ अब कति कुराहरू थिएनन् होला। अब त्यसपछि चाहिँ हामी आइसकेपछि हामीले धेरैवटा कुराहरू अब जस्तो ताइक्वान्डो, कराते, अब एथलेटिक्स, फुटबलमा हामीले प्रशिक्षकको नियुक्ति गरेका छौँ। त्यसपछि धेरैवटा गेमहरू पनि जस्तो हामीले अन्तर्मावि फुटबल स्कुल स्तरीय त्यसमा पनि हामीले चाहिँ माघ 5 गतेतिर 1 गते सम्झौता कति गतेतिर 5 गतेतिर सम्पन्न गऱ्यौँ। त्यसपछि हामी राष्ट्रपति रनिङ सिलमा पनि हामीले चाहिँ यहाँ चाहिँ छनौट भएको खेलाडीहरूलाई फेरि क्याम्पिङ राखेर सबै विधाको क्याम्प राखेर चाहिँ हामीले अलिक समयको उसले गर्दाखेरि अलिक धेरै टाइमसम्म हामीले क्याम्पिङ राख्नुपर्ने भयो र 10-15 दिन चाहिँ हामीले चाहिँ उहाँहरूलाई त्यो खेलाडीहरूलाई एउटा चाहिँ खेल्ने मात्रै होइन, उहाँहरूलाई चाहिँ एउटा चाहिँ प्रोटिनको अवस्था उनीहरूलाई डाइट त्यो पनि हामीले व्यवस्था गराएको थियौँ। जस्तो चना, अन्डा, प्रत्येक खेलको जस्तो ताइक्वान्डो भयो, कराते भयो, उसु भयो, भलिबल भयो, कबड्डी इत्यादि सबै खेललाई चाहिँ हामीहरूले त्यो मध्यनजर गर्दै हामीहरूले दुईपल्ट चाहिँ हामीहरूले अब झापामा अर्जुनधारा फर्स्ट गरेर यो पल्ट पनि हामीले धेरै प्रयास बावजुद पनि हामीले सिलै पोस्ट गऱ्यौँ। अच्छा, हाम्रो एकदम उपलब्धि हो। र त्यसपछि हामीहरूले अब फुटबलमा महिला फुटबलमा पनि अन्तरपालिका फुटबलमा पहिलोपल्ट 100 पनि हामीले फाइनलसम्म पुऱ्याउन हामीले ठुलै भनौँ न, अब त्यो फाइनल पुग्नु पनि ठुलै कुरा हो। हामीले चाहिँ राम्रै अब खेलाडी बहिनीहरूले प्रदर्शन गर्नुभयो। र त्यसपछि हामीले अब यो क्रिकेट चाहिँ क्रिकेटको एउटा ग्राउन्ड चाहिँ एउटा सबै खेलाडी भाइहरूलाई क्रिकेट चाहिँ हामीलाई एउटा चाहिँ ठाउँ दिनु पऱ्यो भनेर भन्छ। हामीले अब सम्बन्ध गरिरहेको छौँ। यहाँको स्थानीय प्रतिनिधि हामीले मेयर साहबसँग कुरा गरेको छ। हाम्रो एउटा ठाउँ 3 नम्बर वार्डमा एउटा पैदलदेखि यतापट्टि एउटा शिविरको स्कुल थियो, त्यहाँनिर पनि छ एउटा ठाउँ भने प्राकृतिक रङ्गशाला। त्यसपछि हामीले यहाँ 4 नम्बरमा एउटा 3-4 बिघा एउटा प्लट छ अरे, त्यहाँ विदुर भट्टाईको अध्यक्ष हुन्छ, उहाँसँग सामान्य गरेर त्यहाँ हुन्छ भने हामीले चाहिँ एउटा चाहिँ सधैँभरिको लागि खेल्नका लागि हामीले त्यहाँ क्रिकेट मैदान चाहिँ अब त्यहाँ चाहिँ अरू गेम होइन, क्रिकेट मैदान मात्रै खेल्नलाई स्पेसल त्यही त्यहाँ जस्तो हामीले अहिले भर्खरै हामीले क्रिकेटको चाहिँ एउटा पिच बनाउँछौँ। पर यो तपाईँले देख्दा 4-5वटा पोल छ, त्यहाँ चाहिँ हामीले पिच खेलाडीहरूलाई ट्रेनिङ गर्नको लागि अब ग्राउन्ड होइन, त्यहाँ नेट लाग्छ, नेटले अब त्यहाँ त्यो प्र्याक्टिस गरेर एकाडेमी जस्तै नगरभरिकै खेलाडीहरूलाई यहाँ आएर चाहिँ खेल्दाखेरि हामीले एउटा प्रशिक्षक पनि चाँडै नै त्यहाँ बोलाएर चाहिँ एउटा चाहिँ खेलाडीलाई छनौट गर्नलाई खेलाडी कस्तो यहाँ चाहिँ अरू धर्ममा हुन्छन् त्यसलाई पनि हामीले प्रयोग गरेका छौँ। र हामीसँग कराते, ताइक्वान्डो, फुटबलमा त हामी लगभग राम्रै छ। नगरको एउटा चाहिँ टिममा छ। यो क्रिकेट पनि हामीले T20 को लागि केको लागि भनेको यो प्रत्येक वडाबाट त्यहाँ चाहिँ खेलाडीहरू त्यहाँको भाइ बहिनीहरू चाहिँ कुलतबाट नलागोस् होइन, राम्रै अब खेलबाट चाहिँ राम्रै उनीहरू चाहिँ खेलबाट चाहिँ वञ्चित नपाओस्। हामीले चाहिँ त्यसको लागि हामीले कसैसँग वार्डसँग चाहिँ इन्टरफियर नलिकन हामीले खेलकुद विकास समितिले चाहिँ हामीले यो सबै थोक जस्तो एउटा T20 वार्ड स्तरीय प्रतियोगितामा चाहिँ प्रथम हो यो हाम्रो। र हामीले प्राइज पनि प्रथम प्राइज 50,000 राखेको छौँ र सेकेन्ड प्राइज 25,000 र प्रत्येक गेममा म्याचमा हामीले म्याराथनमा चाहिँ 1000 रुपियाँ दिने गरेका छौँ। र फाइनलमा हामीले सबै विधालाई बेस्ट प्लेयर केहरूलाई सबैलाई चाहिँ त्यहाँ हुन्छ ब्याटिङ किपिङ त्यतिजनाको दरले। र त्यो दिन म्यान अफ द म्याच एउटा राम्रो बेस्ट प्लेयरलाई चाहिँ एउटा साइकल दिने गर्छ 10-12 कति 12-15,000मा चाहिँ एउटा चाहिँ खेलाडीलाई हौसला बढोस् भनेर त्यो छ। अध्यक्षज्यू, अब आगामी योजनाहरू के रहेका छन्? अब आगामी योजना हामीले यही खेल मैदानलाई कसरी राम्रो बनाउने र यो खेल मैदानलाई हामीलाई अति आवश्यक चाहिँ यहाँ हाम्रो स्टेज भइदियो भने हामीलाई खेलाडीलाई चेन्जिङ रुमको लागि सजिलो हुन्थ्यो। जस्तो हामीले
मेयर साहबले भन्छ ठुलो गेम राख भन्ने चाहिँ गेम अब राखेर मात्रै हुन्न हामीलाई पहिला खेल मैदान चाहियो र खेल मैदानलाई कसरी हुन्छ राम्ररी चाहिँ स्तर उन्नतिको लागि हामीलाई अब अलिकति बजेट छुट्यो भने चाहिँ हामीलाई कस्तो खेल मैदानमा हामीले अस्ति एउटा इन्जिनियरसँग बसेर गर्दा डिपिआर तयार पार्नुपर्छ भन्ने चाहिँ हाम्रो निर्देशकहरूले त्यसपछि हामीले फेरि पनि म अब अस्ति भर्खरै मेयर साहबसँग सल्लाह गर्दाखेरि कति लाग्छ निर्देशक इन्जिनियरलाई बोलाएर माथि लिएर आउनु त्यसपछि हामीले यो 20-25 लाखसम्मको माटो त्यसपछि झार हजुर त्यसपछि हामीले अब आउने यो 82 साल असोज दसैँको तिहारको छेक पाएर चाहिँ एउटा चाहिँ अरुणा गोल्ड कप गर्ने योजना तयार भइरहेको छ सरसल्लाह भइरहेछन् त्यसमा चाहिँ अब कम्तीमा हामीले विगतका दिनहरूमा पहिला हाम्रो चाहिँ साफा डाइनामाइट एउटा क्लब एउटा राम्रो राम्रो खेलाडीहरू चाहिँ उहाँहरू अब हाम्रो अग्रज दाईहरू चाहिँ अब काठमाडौँ नेपालबाट चाहिँ अन्तर्राष्ट्रिय खेलहरू चाहिँ आइसक्नु भएको छ उहाँहरूलाई पनि सम्झिने गरी उहाँहरूलाई पनि सम्मानका साथ हामीहरूले चाहिँ यो गेम गऱ्यौँ भने हामीले विगतका दिनमा यहाँका भाइहरूले यहाँका चाहिँ अब जस नगरहरूले यतिको काम गर्छ भन्ने अब हामीले गर्न लागेको छ ल त आगामी योजनाहरू जो राष्ट्रिय खेलाडीहरूलाई पनि सम्झँदै होइन यात्रा अगाडि बढाउने एउटा परिकल्पना सफलतापूर्वक सम्पन्न होस् शुभकामना। अन्त्यमा देश विदेशमा रहनुभएका आम नेपाली आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ अध्यक्षज्यू? देश विदेशमा रहनुभएको सम्पूर्ण नेपालीहरूलाई अब आउँदै गरेको 2022 सालको अब नयाँ वर्षको शुभकामना सहित तपाईँहरूको उज्जवल भविष्य कामना गर्दै जान्छु। ल त यो क्रिकेट T20 चाहिँ वडा स्तरीय सफलतापूर्वक सम्पन्न होस् र आगामी दिनका अन्य कार्यक्रमहरू पनि यहाँको टिमले एकदम रमणीय वातावरण सफलतातर्फ अगाडि बढोस् शुभकामना भन्न चाहन्छु अध्यक्षज्यू। धन्यवाद तपाईँ गाउँवासी सेक्रेटरीलाई धन्यवाद चाहन्छु। आउनुहोस् सबैलाई भने वडा नम्बर 11 र वडा नम्बर 2 का उद्घाटनमा सहभागी भएका टिमका दृश्यपछि आजका टिम क्याप्टेन के भन्छन् सुनौ कुरा। स्वागत छ यहाँलाई। वडा नम्बर 6 बाट आज यो T20 क्रिकेट को यो मैदानमा प्रतिस्पर्धी वडा नम्बर 7 सँग भिड्न लागिरहनु भएको छ। आफ्नो भागमा यो टचमा के पर्यो? यहाँ हामीले टच जितेर हामीले फिल्डिङ गर्ने निर्णय लिएको छौँ। हजुर त्यही अनुसारले नै हामी अब रणनीति बनाएर कस्तो तयारी छ? तयारी अब यस्तो अब वडास्तरीय यो गेममा अब त्यस्तै धेरै त तयारी हुन पाइएन समय छोटो भएर त्यो अनुसारले नै अब प्रिपेयर गरेको छौँ। धेरै थोरै भए पनि अब त्यसरी नै छौँ कुरा है। अन्त्यमा आयोजक अर्जुनधारा खेलकुद विकास समितिले यो आयोजना गरिरहँदा होइन उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तिको तपाईँको अहिलेको हाम्रो नेपालमा क्रिकेट भनेको एकदम राम्रो भइरहेको कारणले गर्दाखेरि यस्तो गरिहाल्नु प्रतियोगिता त्यो भएको कारणले गर्दाखेरि तपाईँको खेलाडीहरू धेरै निस्किन्छन्, एक्सपोजर पाउँछन् होइन। यो भनेको राम्रो कुरो हो। तपाईँको यो भनेको हरेक वर्षमा एउटा भन्दा पनि धेरै नै गरेको राम्रो प्रतियोगिता त्यो भयो भने तपाईँको खेलाडीहरू धेरै निस्किन्छन्, धेरै उत्पादन हुन्छ, तपाईँको राम्रो हुन्छ, तपाईँको एक्सपोजरदेखि लिएर सबै कुराहरू हुन्छन् होइन। त्यसले गर्दा गरेको पनि धेरै धेरै धन्यवाद। ल त बेस्ट अफ लक है त, शुभकामना। हजुर हुन्छ, थ्याङ्क यू। भाइ कार्यक्रममा स्वागत छ यहाँलाई। नमस्कार। नमस्ते। आज यो खेल मैदानमा क्रिकेट T20 मा चाहिँ वडा नम्बर 6 सँग प्रतिस्पर्धीको रूपमा उपस्थित बन्नुभएको छ होइन आफ्नो टिमलाई लिएर। टचिङमा के भागमा पर्यो यहाँको? हामीले टच हारेर ब्याटिङ गर्नु पर्यो। ब्याटिङ गर्नु पर्यो है। कस्तो तयारी छ त? अब खेल सुरु हुँदै आएछ। राम्रै छ तयारी, हाम्रो खेलले बताइहाल्छ। खेलले बताउँछ है। आयोजकलाई के भन्न चाहनुहुन्छ? आयोजकलाई एकदमै राम्रो काम गरिरहनु भएको छ। यसरी गरिरहनु वर्षमा एक दुईचोटि बडा गेमहरू क्रिकेट अगाडि बढ्छ भन्न चाहन्छु। ल त बेस्ट अफ लक, शुभकामना है।